हेलो एन्ड नमस्ते, वेलकम टु माई न्यू भ्लग। आजको भ्लगमा तपाईँहरूलाई स्वागत छ। अहिले चाहिँ म ठ्याक्कै यो रोशनको घरमा छु, यो शिखर चोक भन्ने ठाउँमा। अनि अहिले चाहिँ दसैँको माहौल चलिरहेछ। अनि आज चाहिँ हामी घुम्न जान आँटेको। घुम्न कहाँसम्म हो भने म देखाउँदै जानेछु। अहिले चाहिँ फाइनल्ली हामी चाहिँ यो खोर्सानीमा आइसकेका छौँ। यो खोर्सानीमा खोर्सानीको बोट ट्याक्क यसरी राखेको रहेछ। अनि यहाँ चाहिँ हामी हाम्रो एउटा मनिष भन्ने साथी काले साथीलाई पर्खिँदैछौँ। अब लगनको बेला हगन भने जस्तो त्यो चाहिँ अब हिँड्ने बेलामा कपाल काट्ने छिरो भन्दै थियो, आउँदै होला। अब हेरौँ आएपछि। अनि यो केराबारीको रोडबाट उताबाट धुलै छ, अनि यो उताबाट केराबारीबाट ट्याक्क धरान हुँदै हामी चाहिँ धरान, भेरेटार, धनकुटा, हिले, बसन्तपुर हुँदै गुफा पोखरीसम्म जाँदैछौँ। ल हेर्दै गर्नु होला। अहिले चाहिँ हामीले यहाँ धरानमा आएर चाहिँ यो अन्तिम पोइन्टमा आएर पेट्रोल हाल्यौँ। अनि गाडीलाई चाहिँ एकदम भरि काँटा चाहिँ एकदम भरि बनाएर अब धरानबाट उकालो अब चिसो खाँदै लागौँ भनेर चाहिँ हामी आशिष दाइ र म चाहिँ। आशिष दाइको नि युट्युबमा च्यानल छ, के छ आशिष जर्नी छ। मेरो सब्सक्राइबरहरू गएर चाहिँ उता सब्सक्राइब गरिदिनु होला। धनकुटा आइसकेका छौँ। अनि एकछिन रेस्ट यहाँ सानो ब्रेक गरेर अहिले चाहिँ टाइम चाहिँ एकदमै धेरै कम छ हामीसँग चाहिँ। अनि 4:30 भइसकेको छ। केटाहरू चाहिँ छन्। हामी चाहिँ फाइनल्ली यो कुन चित्रे कि के भन्ने ठाउँमा छौँ। अनि भ्यू चाहिँ हेर्नु न यहाँको, जस्ट वाउ क्या। यहाँ सगरमाथा पनि देखिएको छ, कस्तो बवाल देखिएको छ भने नि दामी। फाइनल्ली यो हाम्रो बसन्तपुरदेखि नै माथि आइसकेको छौँ। तिनचुरे आइपुग्न आँट्यौँ। अनि बाइकलाई चाहिँ एकछिन रेस्ट गर्न दिएको। केटाहरू यहाँ छन्। कस्तो नजारा चाहिँ तलको चाहिँ झिलिमिली देखिरहेको छ, तिहार यस्तो देखिरहेछ। अनि अब हेर्दै जाउँ। एकदमै धेरै चिसो छ, चिसो चाहिँ। अनि आज चाहिँ गुफा पोखरी खासै पुगिन्छ जस्तो छैन। 5 पोखरी भन्ने ठाउँमा आएर बसेका छौँ आज चाहिँ। अनि गुफा पोखरीसम्म जाने भनेको बाटो चाहिँ एकदम खत्तम भयो, रात पनि धेरै पर्यो। अनि हामी त भोलि पनि कोनी जान्छौँ कि जाँदैन, बाटो त डेन्जर छ भन्ने सुनियो। अनि हामी चाहिँ यही होटलमा बसेका छौँ। यहाँनिर ट्याक्क लोकल कुखुरा सुखुरा बनाउन लागेको छ। कुखुराको रससँग ट्याक्क जाडोमा खाइन्छ। यहाँ छ है। ल केटाहरू बसिरहेको छ। भेरी गुड मर्निङ फ्रम हाम्रो यही 5 पोखरीबाट। अनि अहिले चाहिँ ठ्याक्कै 6:30 भएको छ। अनि ओहो हो 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 यहाँको भ्यू त नि कस्तो दामी खुलेको भने नि हिमालहरू ट्याक्क
लभली है। यो चाहिँ मकालु होला, कस्तो दामी फुलेको छ ए, कस्तो राम्रो देखेछ हिमालहरू। मलाई त लागेकै थिएन यहाँबाट यस्तो दामी देखिन्छ भन्ने लागेकै थिएन। अनि अब यहाँको आन्टीहरू पनि उठ्नु भएको छैन क्या, यस्तो दामी खेल्यो क्या। हामी चाहिँ यहीँसम्म मात्रै आउन सक्यौँ हिजो, बाटो चाहिँ एकदम धेरै डेन्जर छ अरे माथि जाने। गुफा पोखरी जाऊँ भनेको, अनि गुफा पोखरी चाहिँ अब हामी चाहिँ आज चाहिँ जाइँदैन होला सायद। अब यहीँबाट यस्तो नजारा हेर्ने, यहीँबाट हिमाल सिमाल देखि गयो। अब गुफा पोखरी गाह्रो छ, परबाट जानुपर्छ क्या, त्यो परको पोलै पोल हुँदै 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 कहाँ बाटो डेन्जर छ अरे नि त। अनि त्यही भएर हामी चाहिँ आज चाहिँ यहीँबाट फर्किन्छौँ होला सायद। केटाहरू चाहिँ सुतिरहेछ, म चाहिँ हिमाल हेरिवरि, केटाहरूलाई थाहा नै छैन हिमाल खुलेको ल। अनि तल हाम्रो तराईतिरको, तराई भन्दा नि तलको भ्यू चाहिँ यस्तो छ है। केटाहरू उठुन्जेलमा चाहिँ बादलले छोपिदिइहाल्छ है। यो उता गरेर हेर्छु, अझै मजाले खुलेको ठाउँबाट म हिमाल चाहिँ मुखै दिएको छैन। परबाट हेर्नु पर्यो। हामी चाहिँ अब ठ्याक्क यहाँबाट चाहिँ यो होमस्टे होइन, यसमा चाहिँ यो होटलमा गेस्ट हाउसमा चाहिँ बसेको थियौँ। अनि अब चाहिँ निस्किन आँटेको हामी। अनि यहाँ हजुर लाग्यो आन्टी। अब पछि अब क्लास खोल्दाखेरि लिएर फेरि भेट्नुपर्छ, फिर्दै ल यस्तै छ। अब चाहिँ हामी निस्किन आँटेको, अनि बाटो चाहिँ एकदम अफरोड छ, पुरै ढुङ्गा छ। हिमाल पनि अब चाहिँ लगभग छेलिसकेको टुप्पो मात्रै देखिरहेछ। यहाँ यताबाट हुसे आइरहेछ, हुसे एकदम धेरै चिसो छ। अनि ल हेर्दै जाऊँ अब बाटो कस्तो के छ, म देखाउँदै जान्छु। बाटो त खत्तमै छ, हिजो बेलुका पनि देखाउनु पाइएन। अब जाँदा पनि भिडियो गर्ने कुरो आउँदैन, कस्तो हुन्छ भने कुदाइरहेको हुन्छ, अप्ठ्यारो बाटोमा भिडियो गर्न अलिक गाह्रो हुन्छ। अनि ल हेर्दै जाउँ। अब बाटो चाहिँ यस्तो छ होइन, यहाँको पर आउँदैछन् आँसी दाईहरू कछुवाको तालमा। त्यो पल्टाउँछन् जस्तो लागिरहेछ बाबैले। ठिक छ निकाले। अनि यहाँबाट चाहिँ अब यहाँनिरबाट पाथी भएर जाने ठाउँ हो। हामी चाहिँ जाँदैनौँ होला, अघि हिजो चाहिँ जाने भन्दै थियौँ, हामी आज चाहिँ जाँदैनौँ। अब घरतिर प्रस्थान गर्छौँ। यहाँ चाहिँ गइसकेको बुलेटमा त यहाँ तिर्पल आइरहेछ, यस्तो डेन्जर छ नि बाटो। अनि वेदर चाहिँ यस्तो छ, ए चिसो न चिसो यस्तो छ वेदर चाहिँ। ल गुराँसै गुराँस क्या, यो माथिको यो सबै गुराँस हो। यो गुराँस, यिनीहरू गुराँसै गुराँस। अस्ति नैको भ्लगमा नि हालेको थिएँ मैले गुराँस फुल्दाखेरिको। ल यस्तै छ।
भक्तजनहरू चाहिँ यहाँ पाथी भएर दर्शन गर्न सबै आउनु भएको छ। यहाँबाट चाहिँ हिँड्दै 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 जानुपर्छ, माथि छ टनेल छ। हामी चाहिँ बसन्तपुर आइपुग्न आँटिसकेका छौँ। अहिले चाहिँ हामीले बिच भेटिसक्यौँ अनि बिच भेटेर हाम्रो ड्राइभर चेन्ज भइसकेको छ। यहाँ रोशन सर ड्राइभर हुनुहुन्छ। एकदमै धेरै चिसो छ। चिसो चाहिँ मलाई चाहिँ रुगा लागा जस्तो भइसक्यो, कान सबै ट्याकटुक थुनेको छ। यस्तै छ बाटो, यस्तै छ, एकदम धेरै चिसो छ। त्यता त गर्मी होला, यता त चिसो छ। हजुर बल्ल बल्ल बिच भेट्यो अनि आनन्द आएको छ। तल्लो बाटो कस्तो राम्रो बनाएको छ पर लसुनेसम्म। यस्तो बवाल छैन। अस्ति हामी बाटो बिर्सेर गएको थियौँ कि परैसम्म लसुनेसम्म कस्तो बवाल छ। नयाँ बाटो बनाएको रहेछ के? यही बाटो त हो नि होइन र? यही हो। लसुनेमा हामी चाहिँ अहिले चाहिँ यहाँ बसन्तपुरको एकदमै रमणीय एकदमै पर्यटकीय स्थल भनेर चिनिने ठाउँ अस्ति पनि मैले देखाएको थिएँ तपाईँहरूलाई। फेरि पनि यहाँ घुम्न आएको छौँ। तपाईँहरूको डिमान्डले गर्दाखेरि चाहिँ म एकदम यहाँ फेरि आउन बाध्य भएँ। यहाँ हेर्नुहोस् अब यहाँको नजारा अस्ति पनि देखाएको थिएँ। अघिल्लो भिडियोमा गएर हेर्नु, त्योभन्दा रमाइलो होला। योभन्दा दामी दामी छ। त्यति बेला गुराँस फुलेको बेला पनि आएको थिएँ। अहिले गुराँस चाहिँ छैन। ट्याक्क हेर्नुहोस्। चाहिँ अहिले यहाँ हिलेदेखि नै तल आइसकेको छौँ। एकदमै छिटो यहाँ चाहिँ लगभग आधी घन्टामै झऱ्यो माथिबाट। कति छिटो छिटो झर्न चाहिँ जान चाहिँ एकदम धेरै टाइम लाग्ने। अनि दुई भाइ चाहिँ आउँदैछन्, आशिष दाइ र म चाहिँ यहाँ आएर पर्खिँदैछौँ सर्ट ब्रेक। हामी चाहिँ पर कहाँदेखि आएको भने यो त हिल्टन होटल कतिको यो होटल छैन, यसको डाँडै 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 कहाँदेखि आएको आउन चाहिँ देखिएको छैन। अनि केटाहरूलाई पर्खिनु पर्यो नि त, अब सँगै ओह्रालोमा नयाँ नयाँ छन् ड्राइभरहरू, त्यही भएर हामी पर्खिँदैछौँ। ल हेर्दै जाउँ। अब फाइनल्ली हामी चाहिँ यो तमर कोरिडोर तमरको उयसमा पुलमा आइसकेका छौँ। अनि यहाँ चाहिँ अस्ति पनि देखाइसकेको छु। यो ठाउँ चाहिँ कति देखाउनु, सलल खोला बगिरहेछ, आनन्द शान्त। हामी चाहिँ यहाँ आउन चाहिँ कति पनि लागेन, 11:30 हुँदैछ। अघि हामी कति बजी हिँडेको थियौँ भने त्यस्तै 2 घन्टा जति लाग्यो होला धेरैमा यो ठाउँमा आउन। जान मात्रै हो क्या टाइम लाग्ने, आउन त टाइमै लाग्दैन हो नि। अब धेरै टाढो गएर हामी ठ्याक्क अलिक चिसो चिसो छ नि त, यहाँ त गहिरो भएर एकदमै गर्मी रहेछ। अनि धेरै टाढो गएर खानासाना खाएर अनि लाग्नुपर्ने हुन्छ घरतिर। हामी चाहिँ फाइनल्ली यहाँ भेलेटार आइसकेको छौँ। अनि हाम्रो यहाँ के गरेको यसले त परेड खेल्छ है क्या यसले त। अनि यहाँ हाम्रो चाहिँ सागसब्जी सपिङ हुँदैछ घरको लागि। मासु खाँदा खाँदा वाक्क भइसक्यो होला दसैँको दिनमा। अनि सागसब्जी यसो लिएर जानु पर्यो नि त। अनि पानी परिरहेको छ हल्का यहाँ चाहिँ। अनि यहाँ हाम्रो दाइले साग हेर्दै हुन्छ, तपाईँहरूलाई पनि सागहरू अलिक उयाँ दाइ उयाँ आउनु त।
मात्रै हेरौँ त यो एउटा यो बोकौँ न यो चारवटा बोकौँ न जसको भाडा दिनुपर्छ त्यति लाग्छ होइन हेर्ने छैन चलाउनु हुँदैन यो बोक्नु तल कस्तो हुन्छ ठिक छ अनि यो बोक्ने एउटा माल ठिक छ यो तिमीलाई छ त कसरी छ यो 100 100 भनेको नि 100 रुपियाँ मुठा लु लिउँ न मिलाउँ न दलाल गरौँ न दलाल गर्दिन म आज मुड धनी छु धनी म धनी पनि छु दादा यो प्याक गर्नु त कसले बान्दियो यो चारवटा लाँदा नि 100 नै पर्यो यो भाइहरुले दलाल हुँदैछ यहाँ हामी जेन्जी भाइहरुले त्यसै डिस्काउन्ट गर्नु न के साह्रो हो जेन्जी भाइलाई डिस्काउन्ट चाहियो पहिला भन्दा महँगो साग छ है गाइस पहिला अलिक सस्तो छ यहाँ डिस्काउन्ट कति के भयो मिल्यो खोइ दादा मान्नु हुँदैन डिस्काउन्ट मिलेन नि 350 घटो घटो म त गर्लफ्रेन्डलाई 50 रुपियाँ गर्नु भने छ ह गर्लफ्रेन्डलाई 20 रुपियाँ त चक्लेट पो लगिदिनु पर्ने त मार्थे त गर्लफ्रेन्डले मलाई फाल्टे आको देखाएर पर्सनल ग्रुपकोबाट हुन्छ मलाई छुट्टै पार्नु मिल्दैन ग्रुपकैबाट ल खोर्सानीहरू तपाईँहरूलाई एकदम अर्ग्यानिक चाहियो भने चाहिँ भेरेटारमा ठ्याक्क पाउँछ कति रहेछ यो किवी कि क्या अरे एभोकाडो कि कहाँ हिँडेको यो छोरीलाई ग्रुपबाटै ग्रुपबाटै हो छोरीलाई त ग्रुपबाटै यिनीहरूको गर्लफ्रेन्ड यिनीहरूका कोलाई त पाल्न सकिएन नि त ओहो छोरीलाई पो सकियो त छोरीलाई त आइसक्यो त ग्रुपकै पैसाबाट चक्लेट भन्ने त छोरी हो भरे जान चाहिँ कता पुग्छ कि त्यो अस्ति को आन्टीसँग आएर भेटा के होटेलमा बस्यो भन्दै थियो कसको बुढीसँग आउँदा के अनर बिगारेको नि होला हो भन्नु परेन ओनर कहाँबाट आएको रमाइलो आन्टीलाई लिएर आएको थियो यहाँ हामी चाहिँ थकाली खानलाई छिर्दैछौँ छ कि छैन है फेरि माल सोधौँ ल गाइस हाम्रो चाहिँ यहाँ थकाली पनि आइसकेको छ अब चाहिँ यसलाई चाहिँ सुट्ट पारेर लाग्नुपर्ने हुन्छ घरतिर मानिले पानी परिरहेको छ अरे हाम्रो तल घरतिर चाहिँ यहाँ चाहिँ परेको छैन अनि यसलाई चाहिँ ठ्याक्क पारेर लागिहाल्नु पर्ने हुन्छ गाइस म चाहिँ अहिले घर आइसकेको छु अनि एकदम धेरै गलिएको छ अब चाहिँ भ्लगको नि इन्ड गर्न बिर्सेको रहेछ त्यही भएर इन्ड अब लगभग धेरै लामो भइसक्यो गल्ली पनि एकदमै धेरै अहिलेसम्म यहाँसम्म आएर हेर्नुहुने सबैलाई एकदम धेरै धन्यवाद हर्टदेखि ओके बाई बाई गाइस